अबको वैशाखको बेहुली है म यस्तो गरेर आउँछु हैन तिमीहरु छेउछाउमा बसेर हुटिङ दिने है फेरि यस्तो पछौडा हेर्नु नि यहाँ पछौडा आदि मात्रै अड्याएर बसिरहेको छु झोल मोमो डोनट चिल्ली मोमो भेज चाउमिन शपिङ हुँदैछ बेहुलीको लागि साडी लिइसक्नु ल है ल ल ल दिदी म चिनी यो चमेच पुता खिलिका पोहाल्ने लेगान्छी हाल्यो घिउ हाल्यो दुध हाल्यो सुन चिनी ल्याउने लेगान्छी पञ्चकप्पेमा चाहिँ फेरि नि सो हे गाइज वेलकम ब्याक टु माई सरु पाटमारी ब्लग इट्स मी सरु बस्ने सबैजनालाई थाहा छँदैछ होला अनि मैले चाहिँ आज मेरो फेस देखाएर सुरु गर्नुभन्दा पनि भिडियो देखाएर चाहिँ मलाई सुरु गर्न मन लागेको थियो यो भिडियो अनि यो भिडियो चाहिँ भन्नुहुन्छ भने साथीहरू हामीले चाहिँ तुलसीको आवाती लगाएको थिएन जुन चाहिँ हामीले मङ्सिरमै लाउनु पर्थ्यो अहिले चाहिँ लगभग फागुनमा लगाइरहेको छौँ हैन अनि हाम्रो चाहिँ यो तुलसीको आवाती ढिलो भइसकेको थियो जहिले भए पनि भगवानको नाममा चाहिँ आवाती लायो भने भइहाल्छ हैन अनि उहाँ चाहिँ हाम्रो गुरु जहिले पनि हाम्रो जे कार्य हुँदा पनि हामी चाहिँ उहाँ गुरुलाई नै बोलाउने गरेको छौँ क्या हाम्रो हरेक प्रोग्राममा हरेक टाइममा उहाँ नै आउनुहुन्छ अनि यो चाहिँ हामीले बिहान गुरुजीलाई लगभग 6 बजे आउनुहुन्छ भन्ने सोचेर सबै तयार पारेको थियो भरे त गुरुजी चाहिँ 10 बजे आइपुग्नु भएको थियो अनि त्यहाँबाट हाम्रो चाहिँ अलिकति मात्रै तुलसीको आवाती लाउने भनेको भन्दा नभन्दै चाहिँ अलिकति जापै लगाऊँ न त भन्ने भयो जुन चाहिँ यो हाम्रो पूजा लगभग 2-3 बजीसम्म नै भयो सोचेको चाहिँ हामीले 1 घन्टामै सक्ने भन्ने प्लानिङ थियो तर यो सकिँदा त लगभग 3 बजिसकेको थियो भनेपछि अलिकति ठुलै जस्तो भयो जाप लाउने भनिसकेपछि अलिकति त्यही अनुसारले लाउनु पर्ने भयो हैन अनि यहाँ चाहिँ मेरो दाइलाई राखेर गरेको छौँ मेरो दाइलाई राखेर किन जाप लगाइरहेको छौँ त भन्ने कुरा चाहिँ तपाईहरुलाई म सरप्राइजमा राखेँ साथीहरू अबको 2 महिनापछि चाहिँ त्यो स्पेशल ब्लग चाहिँ म लिएर आउने छु के होला त त्यो भनेर चाहिँ तपाईहरु सोचिराख्नुस् होला है त साथीहरू सो हेलो नमस्ते एभ्रीवन वेलकम ब्याक टु माई सरु पाटमारी ब्लग इट्स मी सरु बस्नेत आई होप सबैजना सन्चै हुन्छ होला म पनि एकदमै धेरै ठिक छु भन्दिनँ आज म जहिले एउटै भन्ने बानी भएर होला आज मलाई मेरो स्वर सुनेर पनि थाहा पाइसक्नु होला हैन मलाई चाहिँ घाँटी पनि दुखिरहेछ साथीहरू आज आफ्टर लङ टाइम चाहिँ फेरि पनि म साथीहरूसँग आज चाहिँ म कहाँ गएको भन्नु छ भने इटरीको मुक्तिधाम मन्दिर जाँदैछु अनि मन्दिर जाँदा त खासमा कुर्ता सुरा लाउनु पर्ने हो अनि अब मसँग चाहिँ अब नयाँ कुर्ता सुराले थिएन नि त अनि यति बेला कुर्ता लिनु जा घटा अनि के गर्नु त नधोइकन लाउनु मिल्दैन अनि हिजो थाहा भएन नि त अनि त्यही भएर होसै भन्नु मैले छोडिदिएँ सो मेरो चाहिँ आजको आउटफिट साथीहरू हैन म तपाईहरुलाई देखाइ नै हाल्छु अनि मेरो घरमा चाहिँ पूजा तुलसीको आवाती लगाएको थियो त्यो भिडियो मैले राखिदिएको छु हेर्नु होला साथीहरू अनि पूजा सकेकै छैन अझै पनि हैन आज 52 बजे ढिलो आउनु भयो क्या हिजो चाहिँ 6 बजे आउँछु भन्नुभयो अनि भरे अहिले चाहिँ 9:30 बजे आइदिनु भयो क्या अनि अब आज हाम्रो घुम्न जाने प्लानिङ 9 बजे थियो अनि 9 त के अहिले यहाँ 11 बजिसक्यो मार्छन् मलाई फोन गरेर बोलाइछन् त्यही भएर साथीहरू म एकदम हतारमा चाहिँ यहाँबाट जाँदैछु सो हेर्दै गर्नु होला स्टे ट्युन साथीहरू म चाहिँ यहाँ आइसकेको छु होइन बर्गा चाहिँ म चाहिँ गइनँ नि त उता स्ट्यान्डमा अनि तिनीहरू आउँदैछ अरे मेरो खोकेको हालत देख्दा पनि म त आयो तिनीहरू यो गाडीमा होला हो ए म त अघि एउटा बस्थ्यो कि तिमीहरू त्यहाँ छ भन्दै हेरेको क्या मेरो भ्लगमा स्वागत छ हेलो वेलकम ब्याक टु माई पाटमारी भ्लग वेलकम ब्याक टु माई पाटमारी भ्लग ल यहाँ 3 जना सबजना आज कुर्ता लाएर आएछन् तिमीलाई पनि मेरो भ्लगमा स्वागत छ तिमीलाई मेरो भ्लगमा स्वागत छ यी पनि बिरामी रहेछन् आज म पनि बिरामी छु साथीहरू मैले बोलेको सायद यहाँ केही पनि सुन्दैन होला हैन मैले चाहिँ मास्क लगाएर हिँडिरहेको छु क्या अनि हाम्रो अझै एकजना साथी चाहिँ उहाँ गएकी चाहिँ पाहुना खानालाई त्यो आउन बाँकी नै छ साथीहरू अनि यहाँ चाहिँ गर्मी सुरु भइसकेको सँगै चाहिँ मैले हाफ लाउन थालिसकेँ छैन अझै पनि बुढी खोला चाहिँ ऊ यहाँनिर छ होइन यो मन्दिर देखिरहेको छ नि हो यो मन्दिर देखेको ठाउँ चाहिँ बुढी खोला हो त्यो बुढी खोलाको पुलदेखि चाहिँ अलिकति यहाँनिर 2 मिनट ओर आउनु भयो भने चाहिँ यो बाटो निक्लिन्छ हैन
अनि उता देखिएकै हो है मुक्तिधाम मन्दिर चाहिँ लोकेसन यही हो साथीहरू। ल साथीहरू हामी मुक्तिधाममा चाहिँ प्रवेश गरिसकेको छौँ होइन। सबैजनाले चाहिँ कुर्ता सुरुवाल लगाएर आइराखेको छन्। टिकट काट्न जाउँ ल पहिला। यहाँ हो ₹40 झन्डै झरेन 40 रुपियाँ झन्डै झरेन। ल है साथीहरू 6जनाको टिकट अब यति दिइसकेपछि चाहिँ हामी यो टपमा चढ्न पाउँछ कि माथि। सब सुख विलास नित्य वृन्द यो चाहिँ हामी मेन मन्दिरभित्र छिरिरहेको थियौँ होइन। सुरुमा त यो ढोका छिर्ने बित्तिकै यति राम्रो देख्थ्यो साथीहरू यहाँभित्रको होइन। पुरै सुनले जडीभरि भरिएको जस्तो के। अनि भित्तातिर पनि हेरौँ कति राम्रो राम्रो फोटोहरू पिक्चरहरू है। अनि यति राम्रो यति शान्त यहाँनिर दिनभरि बसेर मनभरिको सबै थोकै व्यथा बिसाउनु जस्तो है। सबैजना भक्तजनहरू यहीँ आएर बस्नुभएको थियो। हामी पनि एकछिन आरती सुनेर अनि यहाँनिर चाहिँ यसरी नै ढोक्नुपर्ने हुन्छ। सबैजना साथीहरूले आफ्नो तरिकाले ढोगिराख्नु भएको थियो। अनि यता राइट ह्यान्ड साइडपट्टिको चाहिँ राम भगवान हुन्थ्यो भने उता लेफ्ट ह्यान्ड साइडपट्टिको चाहिँ कृष्ण भगवान। एकछिन भजनहरू सुन्यौँ, एकछिन 1 घन्टा जति बस्यौँ किनभने हाम्रो यहाँ एकजना साथी पर्खेर बसिरहेको थियौँ। फाइनली त्यो साथी पनि आइपुग्यो। अनि साथी आइसकेपछि चाहिँ हामी सबैजना प्रसाद ग्रहण गर्न लाग्यौँ। अनि प्रसाद ग्रहण गर्नुभन्दा अगाडि चाहिँ उहाँले तिलक लगाइदिनु हुँदो रहेछ जुन चाहिँ हामीले निधारमा लगाएका थियौँ। एकदमै राम्रो देखेको थियो, अनुहार पनि खुलाएको थियो, कति राम्रो देखिरहेको थिएँ। यहाँ आएपछि चाहिँ कतिजनालाई टिकट काट्ने ठाउँ थाहा हुँदैन। त्यही भएर तपाईँहरूलाई मेरो भिडियोको मार्फतबाट पनि बुझ्नु सक्नुहुन्छ। अगाडि गएर पहिला टिकट काट्नुपर्छ ल, नभए यहाँ दुःख पाइन्छ फेरि। ल हेर्नुहोस् है हाम्रो रमणीय स्थल चाहिँ यहाँबाट जाने हो साथीहरू। हामी गयौँ ल। यस 40 रुपियाँ काटेको माथिको लागि होइन। ल होइन साथीहरू यहाँ हामी पहिला आउँदा पनि मर्मत गरेकै थिएन, अझै पनि मर्मत गरेको छैन। वाउ साथीहरू ऐना छ क्या यहाँ, कस्तो दामी छ। अनि यहाँनिर चाहिँ लु हेर यहाँ भक्तजनहरू कति हुनुहुन्छ। चिर्नु त नि ओ गाइजहरू भक्तजनहरू हेर यहाँ कति हुनुहुन्छ। वाह साथीहरू कस्तो दामी छ। सो साथीहरू होइन मेरो हालत देख्न सक्नुहुन्छ, भोकाले ट्याकै भइसक्यो म यहाँनिर होइन। अब चाहिँ हामी यहाँबाट हिँडेको ल साथीहरू। सबजना केटीहरू हिँडे अब चाहिँ होइन। भोगाले लाइक लुलुक भइसक्यो सबैजना यहाँनिर। तिमीलाई के भयो साथीहरू होइन। हामी चाहिँ अगाडि गइसक्यो 2जना। अनि म चाहिँ यहाँ भिडियो बनाउनु हतारमा त बसिहालेँ होइन यो साइडमा। यो 2जना दिदीहरूको चाहिँ यहाँनिर एउटा झोलाको पोका छ अरे कि। झोलाको पोकामा चाहिँ त्यसले आज कोसेली लिएर आँखिन्छ अरे। आज आलु लिएर आएको छ अरे कोसेली। ओइ हामी 3जना त उटुस भयो। अनि मेनुका कसरी हट्छ? अगाडि पनि बसाउनुहुन्छ अनि कसरी अट्छौँ त नि अब। यहीँ उटुस भयो अनि सानो बसेर अगाडि जान केही हुँदैन, दिँदैन नि त नि। ल यही पक्रिउँ न अब। ल साथीहरू हामी 6जना चाहिँ यहाँनिर छु। अनि प्रमिला दिदीलाई आज कस्तो लाग्यो त? के कस्तो लाग्यो? मन्दिर आएर केही सकुन मिलेन, तर यो गलेर आएको मान्छे हो वहाँदेखिको
उहाँ 1 घण्टा त यसले गाडी पर्ख्यो होला हैन सफारी नै आएर गछसम्म हिँड्दै आयो नि त त्यही भएर ढिलो भएको मेनुका दिदीलाई कस्तो लाग्यो आजको सीता दिदीलाई कस्तो लाग्यो एकदम मन्जु दिदीलाई कस्तो लाग्यो अनि सबिनालाई कस्तो लाग्यो सबिना दिदीलाई कस्तो लाग्यो मलाई चाहिँ नसोध है मलाई बोल्दै मन लागेको थियो ल साथीहरू देखिहाल्नु होला होइन सबैभन्दा व्यस्त बिरामी चाहिँ खासमा आज म हो तर पनि म एकदमै कहाँ गए पनि मेरो फेस यो घुप्टी पर्नुको रिजन पनि म भनिदिइहाल्छु साथीहरूलाई होइन कतिवटा फोटो 10-20वटा खिच्यो होइन भिडियो पनि 10-20वटा बनायो होइन लास्ट टाइम एउटा टिकटक भिडियो बनाउँदै थिएँ मेरो पालो फोन खोसेर आइदिएको होइन अनि घुप्टो परेर रिसले ठुस्केर बसेको छ यहाँ मान्छेहरू कोही चाहिँ होइन अनि यहाँ कोही मान्छेहरू त ठुस्केर बसेर आएछन् होइन मलाई पालै भएन होइन अनि यता पनि ठुस्केर बसेकी थिएँ होइन यिनीहरू चाहिँ कस्ता खालका छन् भने 1-1 सयवटा फोटो भिडियो गर्दा पनि लास्ट टाइम एउटा गरेर नपाउँदा चाहिँ यस्तो अनुहारका हुन्छन् होइन आज यिनीहरूलाई मैले आइफोन लिएर आएको थिएँ तेरो फोनबाट एउटा फोटो खिच्दिनँ थिएँ भन्ने यिनीहरूको मनमा धारणा बसिसकेको थियो साथीहरू होइन अनि सो साथीहरू अहिले चाहिँ पूर्वाञ्चल क्याफेमा एकदम म भेज मोमो खाना गइरहेको छु पछाडिबाट फर्केर बोल्दाखेरि यो गाडीको आवाजले मेरो चाहिँ माथि सानो साउन्ड आइरहेको होला होइन यहाँ पनि पुरै ट्राफिकको सिस्टम रहेछ साथीहरू पर बत्ती बढिरहेको अनि पछाडि त फेरि त बब्बा लाइन लागिरहेको होला नि त पछाडि फेरि यस्तो पछौडा हेर्नु नि यहाँ पछौडा आधी मात्रै अड्याएर बसिरहेको छु अब हामी घर अनि जाँदैछौँ नि साथीहरू अब यो भोलि पछि निकाइहाल्छ दिदीको पछौडा आधी मात्रै अडिरहेको छ पूर्वाञ्चल आइसक्रिम पार्लर ल दिदीहरू मेरो पछि आउनु ल दिदी आउनु न यता वाउ साथीहरू दिस इज आवर झोल मोमो यो सकिन्छ अहिले खाऊ न हौ साथीहरू कस्तो छ भने ऊ चाहिँ होइन एकदम प्योर भेजिटेरियन हो क्या उसले चाहिँ दोकानको एउटा लस्सी दही चिसो फेन्टा कोक केही पनि खाँदैन अदुवा लसुन अहिलेसम्म उसले जङ्क फुडै खाएको छैन साथीहरू होइन कसरी मान्छेहरू जङ्क फुड नखाइकन बस्नु सक्छ हामी चाहिँ सक्दैनौँ साथीहरू म चाहिँ पूर्वाञ्चल क्याफेको मोमो एकदमै धेरै मिस गरेको साथीहरू होइन ऊ यहाँ डोनट पनि आइपुग्यो अब फेरि हामीले यस्तो मिठो मिठो खाने होइन अनि उसलाई चाहिँ हेराउने कुरो भएन नि त त्यही भएर यहाँ हाम्रो रेसिपी अब हाम्रो यहाँ लहर लाइन लागेको देखाउने भनेको अब केटीहरू आयो भने गम खाँदा आइपुग्दैन होला है साथीहरू झोल मोमो डोनट चिल्ली मोमो भेज चाउमिन अब हाम्रो यहाँ एउटा प्लेट आउनु बाँकी छ अझै जनता 2जना गएको छ क्या बाहिर आएकै छैन 2टा जनताहरू स्याउ किन गएको अरे स्याउको ठेला खोज्दै बस्यो होला हौ तिनीहरू त अरू बेला त यहाँ 1 घन्टापछि खाना आउँथ्यो आजकल त छिटो आउने सिस्टम रहेछ हौ यहाँनिर भोक लागिसक्यो दिदी 2जना कहाँ गयो दिदी हामी पनि खाऊँ न हौ बरु भोक लागेर मरिरहेको छ पर्खिदिनु पर्दैन होला हौ हालिदिनुपर्छ होला खानु मन लागेछ आउँदैन के गर्नु साथीहरू खायो न मिठो है यो चाहिँ कतै हाल्नु सकिन्छ के भन्दै ल दिदीहरूले ल्याइदिइसक्नुभयो पखालेर पनि ल्याइदिएको भए हुन्छ नि त त्यही त अब लु अब तिमीहरू खान थाल वेटर आउनुहुन्छ नि पखालेर बनाना खाँदै गर न दिदी मोमो खानु न केही हुँदैन हौ खाऊ
म त काटेर ल्याउन मागिरहेको थिएँ नकाटी खाने नकाटी खाने हो ल ल दिदीको चाहिँ व्रत हो होइन दिदीले खानुहुन्छ खानु ल साथीहरू यस्तो मात्रै ट्रेनिङ आउँदाखेरि मात्रै क्या अहिले त फेरि यस्तो हो नि त्यो दिदी जस्तोले नै गर्छ होला यो टिस्यु चाहिँ जति युज गरे पनि पाइन्छ चल सबभन्दा मिठो कुन लाग्यो मेनु ओइ प्रमिला कुन मिठो लाग्यो झोल म थाहा छ तँलाई झोलै मनपर्छ तँलाई पनि झोलै मम्मीलाई यसलाई चाहिँ यो मन परेछ स्टिम मन पर्यो मलाई चाहिँ यहाँको फ्राई मोमो मनपर्छ गाइजहरू होइन जुन चाहिँ हामीले अहिले मगाएनौँ हामी यतिमा अगाएको सो साथीहरू यहाँनिर चाहिँ रहेको छ हाम्रो फ्राई मोमो कतिवटा दिँदो रहेछ 1 2 3 4 5 6 7 8 9 10वटा तातो फेरि पप्पा चाहिँ नहालै हो ल साथीहरू फेरि हेर है हामीले कहिले खानुपर्ने सुरुमा हामी खान्छौँ यो हामीले मगाएको म भिडियोमा देखाउनुलाई हो नि त हो आफूले खाएर सो साथीहरू यो चाहिँ फेरि हाम्रो झोल मोमो मगाएको होइन मैले अघि सबै सुरुमै मैले त खाएको छैन साथीहरू अनि खाना के खाने लस्सी खाने हो लस्सी खाने हो गाइसहरू हामीले खाएको बिल होइन यति एउटा बिल भयो कति बिल होला त्यहाँ साथीहरू हेर्नु है कहाँ गयो त मेनकाहरू कहाँ छिर्दै थियो अघि यिनीहरू यहाँनिर लुगा पसल आएको अरे केटीहरू त कहाँ गयो गयो आयो यहाँ छिरेको जस्तो लाग्छ त नि यहाँ छिरेको होइन र के भन्नु त्यहाँ जाँदाखेरि हरायौँ हामी त साथीहरू कहाँ पुग्यो त अनि तिनीहरू थियो यहीँ आएको थियो आउनु त यही बाटो आएको हो अनि कसै चाहिँ छैन त अहिले भर्खर आएको केटीहरू यहाँ आएन भन् न अनि के छैन भनेको त नि यही रहेछ त लास्टमा अनि अघि छैन भन्नुभएको होइन ए भुलभुला यहाँ रहेछ नि त नि भित्र त ए नि त साडी भनौँ चोलोहरू पनि पाउँछ नि जुत्ता चप्पल बाहिर अरे म त जुत्ता खोल्दिनँ गाइस ओ यहाँ रहेछ नि त भण्डारे पुरै गाइजहरू होइन यहाँ उनीहरूको साडी किन्ने धमाराम यति धेरै छ यहाँ साडीहरू है बाफ्रे कसैको त यो एउटा उयो हुन्छ क्या सोअपै हुन्छ नि कसैको दराजमा यति धेरै साडी साडीहरू मलाई बेहुली भन्दा कस्तो देखिने रहेछ अबको वैशाखको बेहुली है म यहाँ देखाउन म अबको वैशाखको बेहुली वैशाखको बेहुली साथीहरू मेरो सपिङ हुँदैछ बेहुलीको लागि 82 सालमा चाहिँ मेरो लगन हुँदैछ होइन आउनु होला अलिक निम्तो बार्न भ्याउन आइपुग्दिन होला होइन धेरै अहिलेदेखि नै सुपारी निम्तो भन्न कस्तो देख्यो साइन ए बेहुली नै म यस्तो गरेर आउँछु होइन तिमीहरू छेउछाउमा बसेर हुटिङ दिने फेरि आइलाई धेरै गफ भइसक्यो हाम्रो ला मोमो खाएर पल्टेका 3 जना
टन्ने मोमो खाएर तिमीले खायौ त के भयो नि टन्ने मोमो खाएर पल्टेकाहरू यहाँ छन् होइन 2 जना अझै 3 जना चाहिँ अलिक ठाडै बसिरहेको छौँ होइन अघि म मन्दिरमा गएको पनि यस्तै थियो हालत बाटो ब्लक गरेर सबजना यही हालतमा थियौँ अघि मन्दिरमा भिडियो गर्न पाइनँ देखाइदिन्थ्यो नभए बाबाले त को अनि यसलाई चाहिँ पुरा बिहे लागिरहेको छ अहिले होइन यसको आफन्तको बिहे साडी लाउँछु फेरि यसलाई आउँछ है यसलाई अबको वैशाखमा लगन चाहिँ यसको आएको रहेछ है तेरो लागि मम्मीको लागि हो यो ओइ मम्मीलाई लगिस भने त तँलाई पनि हुँदो रहेछ ल है ल दिदी ल साडी झर हो त अब हामी 6 जनामा कसको सुरुमा पालो है दिदी राम्रो देखिन्छ मलाई नि लिनु मन लाग्यो 1 नम्बरको सुत्ता मान्छे म जान आँटेको कस्तो सुतेको भन त्यो पछाडि 2 जना ऊ यहाँ पर बसेको छ एउटा म जान आँटेको हेर न यिनीहरू त कस्तो सुतेको हो भन अब म जान्छु अनि एक्लै बस्छु यस्तो आइज न यहाँ बस के त भन ठाउँ हुँदा त सरी बस्ने हो नि एउटी यहाँ सुतेको सुतेछे ल केटीहरू बाई बाई